हजुर सन्चो हुन्छ। म त सन्चै छु। अनि म चाहिँ भर्खरै खाजा खान लाग्थेँ। अन्त खाजा खाँदा एउटा अन्डा खाएको। त्यसपछि म फेरि निद्रा भएर ढलेँ। गाइस, मैले चाहिँ धेरै दिनपछि भ्लग बनाउँदैछु। अनि आज चाहिँ म डान्स क्लास होइन, स्टेजमा नाच्ने हो। म बिटेकै डान्स स्कुलमा प्र्याक्टिस गर्छु नि त, नाच्छु नि त। त्यही भएर लगायत अब चाहिँ म खाजा खान्छु है। ब्रेकफास्ट अन्डा र दुध छ है। पौडे दिन्छु। त्यसै त एउटा सानो कप्पो मुखमा हाल्नु अनि डाइट हो है गाइड भने। डाइट हो है गाइस। गाइस, अब चाहिँ म खान्छु अनि एकछिनपछि भेट्नुपर्छ है। यो पनि भ्लगमा आउँछ है त्यो पनि अब। ल गाइस, म चाहिँ खाना खाँदैछु है। नगरेर हुन्छ। होमवर्क गर्न पर्यो। टिचर स्टुडेन्ट हामी डान्स सोको लागि जाँदैछौँ है।
रामजानी, पूजन गुरुङ, सुशान्त गुरुङ, रोशनी गुरुङ, नमिसा गणपूजा अथवा भूमि पूजाको अवसरमा नाचिने नृत्य हो। चारशिर भन्नाले चार भनेको भूमि र शिर भनेको नृत्य हो। यो आफ्नो भूमि आफ्नो भूमिमा आफ्नो जीवन जिउनका लागि गरिने विभिन्न क्रियाकलापहरू जस्तै शिकार गर्ने, खेतीपाती गर्ने, सिप सिक्ने जस्ता विभिन्न क्रियाकलापहरू शिरको माध्यमद्वारा ढोल, झ्याङ्गा, पुग, अर्नाको शिरबाट निर्मित फुकेर बजाइने बाजा जस्ता विभिन्न बाजाहरूको माध्यमद्वारा र साथमा सांस्कृतिक वेशभूषा र गरकलालाई नाचिने नृत्य हो। अहिले भने चाडपर्वको अवसरमा मात्र नभई विभिन्न सांस्कृतिक कार्यक्रम, चाडपर्व र शुभकामना आदान प्रदान गर्नलाई पनि नाचिने गरिन्छ। यसैलाई नै चाडपर्व भनिन्छ। धन्यवाद। Manjit Sound, Star Studio, Public Foreign TV, Precious Photo Studio, Rosina of Cyprus, Bagina Kala Parsala, Sambaran Dhaba Restaurant and Bar. सम्झिनेज्यू के गर्नु तामाङको रीतिरिवाज नै यस्तै। अब जे गरे पनि तपाईँकै भारमा सुपुकी छु सम्झिनेज्यू। भाइहाल्छ नि सम्झिनेज्यू। यसपालि त मजाले खाउनु भयो, अर्को पालि भेट्दा चाहिँ रमाइलो गर्नु सम्झिने पनि कस्तो ठाट्टा गर्नु भएको। घटस्थापनाको दिनदेखि विजयादशमीसम्म हरेक साँझ नाच्ने गरिन्छ र महिनालाई एउटा गर्ने हो। हालै एउटा नाच्छु भन्ने हुनुहुन्छ। हाम्रो गीत पनि एउटा आयो कि आएन
धुवाले गर्दा थोरै देख्न पनि गाह्रो भइरहेछ। आएको हो? रेडी? ओके, रेडी भन्नुभएको छ। एउटा नाच्ने है त। अलराइट, आर यु अल रेडी? विनोद सर शोकेसको यो प्रस्तुति तपाईँहरूका लागि। Yes. Yes. Itu. Ya udah. लगाए अहिले चाहिँ नाचेर भयो। अब चाहिँ हामी घर जान्छौँ है। See you on the next vlog bana. See you next vlog. Bye bye. चाहिँ हामीलाई भोक लागेर हामी एकछिन सुकुटी खान आएको। बाबाको र मेरो फेभरेट सुकुटी हो। यहाँनिर सुकुटी हाउस खानुपर्छ है गाइस एकदम। गाइस सुकुटी आयो है। मेरो बाबाको फेभरेट। गाइज यो चाहिँ मेरो ऋषि अङ्कलको दोकान हो, आरबी मोबाइल। अनि हजुरहरूलाई पनि मोबाइल चाहियो भने लिन आउनु है। गाइज यो चाहिँ मेरो चाहिँ हामीले कभर लिएर हिँड्ने त कस्तो राम्रो। गाइज हामी चाहिँ दुध लिनु गएको है। गाइज अब चाहिँ गाइज बाबाले चाहिँ अन्डा लिँदैछ है। गाइस बाबाले चाहिँ है गाइस म चाहिँ नाचेर आएँ, धेरै थाक्यो। अनि भिडियो पनि एन्ड गर्न पर्ला। गाइस आजको भिडियो चाहिँ यति नै, तर एउटा चिज हुन्छ क्या, मेरो भिडियोलाई लाइक गर्नु, सब्सक्राइब गर्नु, कमेन्ट गर्नु अनि बेल आइकन पनि है। आजको लागि यति नै। अब बाई बाई। अब अर्को भिडियोमा भेटौँला।